एउटा साधारण रूपमा हेर्नु पर्यो भने होटल म्यानेजमेन्ट गर्नु लागि नभनेको पनि 3 देखि 5 लाख भित्र तपाईँको खर्च पर्छ 3 सालको डिग्री गर्नु। एउटा नर्मल डिप्लोमा गर्नुभयो भने पनि 1.5 लाख 2 लाखको त खर्च छ त्यसमा हैन। र सबैजनाले यो यसरी हैन यत्रो पैसा तिरी हैन डिप्लोमा डिग्री गर्नु सक्दैन र इच्छा हुन्छ हैन दुनिया एक्सप्लोर गर्ने, दुनिया घुम्ने हैन। र त्यसै कारणले चाहिँ मैले यो भिडियो बनाएको है। हेलो एन्ड नमस्ते दर्शकबिन, स्वागत छ फेरि पनि हजुरहरूलाई मेरो अर्को मिनी भ्लगमा है। फेरि पनि एउटा सानो जानकारी ल्याउँदै हजुरहरूको समक्ष कार्निभल सपोर्ट सर्भिसेस इन्डिया प्राइभेट लिमिटेड CSSI ले चाहिँ एउटा राम्रो अपर्च्युनिटी लिएर आएको छ। यो चाहिँ हो ग्याली अपरेटर्स, खास गरी चाहिँ किचन स्टिवर्डिङ है। त्यसको लागि चाहिँ भ्याकेन्सी आएको छ र क्वालिफिकेसन चाहिँ तपाईँको त्यसको लागि चाहिन्छ मात्र 10 पास है। इङ्ग्लिसमा फ्लुएन्सी राम्रो हुनुपर्छ, जसमा चाहिँ इङ्ग्लिस बुझ्नु सक्ने अनि बोल्नु सक्ने चाहिँ हुनुपर्छ है। यो रोल चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको बेसबाट स्टार्ट हुने रोल हो है। चाहिँ सिटमा आएर थाहा पाएर चाहिँ अलिकति डिमोटिभेट हुन्छ, किनभने यो जब चाहिँ तपाईँको ग्यालीको ब्याक अफ हाउस एरियामा काम गर्नुपर्ने हुन्छ है, जहाँ चाहिँ क्रू मेम्बरहरू चाहिँ पट वास, प्लेट हाउस है, क्लिनिङ जब्सहरूको लागि है उहाँलाई एलोकेट गरेको हुन्छ र ग्यालीमा एज अ हेल्परको हिसाबले चाहिँ उहाँहरूलाई काम दिएको हुन्छ। र त्यसको लागि हो यो पोजिसन चाहिँ। धेरैजना चाहिँ डिमोटिभेट हुन्छ है, किनभने अब यत्रो टाढो आएर चाहिँ होइन उनीहरूलाई जब रोल थाहा हुँदैन कि के हो कसो हो भनेर। अन्त यहाँ आएर चाहिँ अब क्लिनिङहरू गर्नु पर्दाखेरि होइन, ग्यालीमा ब्याक अफ हाउस एरियाहरू क्लिन गर्नु पर्दाखेरि, ग्याली इक्विपमेन्टहरू क्लिन गर्नु पर्दाखेरि है, प्लेट हाउस पट वासमा होइन भाँडाहरू धुनु पर्दाखेरि चाहिँ उहाँहरूलाई अलिकति डिमोटिभेटेड हुन्छ है। र त्यही भएर चाहिँ म तपाईँलाई यसको है जब डिस्क्रिप्सन चाहिँ मैले तपाईँहरूलाई सेयर गरिदिएको होइन। तर यसको लागि चाहिँ तपाईँले होटल म्यानेजमेन्ट गरेकै हुनुपर्छ भन्ने पनि छैन, डिप्लोमा गरेकै छ भन्ने पनि छैन है। तपाईँहरू नर्मल 10 पास गरेर कुनै पनि 3 स्टार 4 स्टारमा काम गर्नु हुँदैछ भने र आउँदो दिनहरूमा वर्ल्ड ट्राभल गर्न चाहनुहुन्छ, एक्सप्लोर गर्न चाहनुहुन्छ भने चाहिँ यो पोजिसनको लागि अप्लाई गर्नु सक्नुहुन्छ। यो पोजिसन चाहिँ त्यहाँ मात्रै अड्किँदैन, यहाँबाट चाहिँ तपाईँ अनबोर्ड चाहिँ प्रमोसन लिनु सक्नुहुन्छ है। कन्ट्र्याक्ट बिताउँदै एन्ड अफ द कन्ट्र्याक्ट राम्रो एप्रेजल लिँदै आफ्नो हेड अफ द डिपार्टमेन्टकोबाट है अगाडि गएर कुनै पनि फिल्डमा है, चाहे तपाईँ जुनियर वेटर हुन सक्नुहुन्छ है या त बुफे एटेन्डेन्ट हुन सक्नुहुन्छ। त्यसको बादमा तपाईँ ग्यालीमै जानुहुन्छ भने चाहिँ कमीमा पनि अप्लाई गर्नु सक्नुहुन्छ, तपाईँ हाउसकिपिङमा पनि जानु सक्नुहुन्छ है। बेस लेभलबाट स्टार्ट गर्नुहुन्छ भने चाहिँ अहिले पनि मौका छ, हजुरहरू अप्लाई गर्नु सक्नुहुन्छ है। र यहाँबाट चाहिँ मैले तपाईँलाई भनिदिइहालेँ कसरी चाहिँ स्प्लिट हुन्छ, बादमा कसरी चाहिँ तपाईँहरूले अपर्च्युनिटिज पाएर इन्टर्नल प्रमोसन भएर अगाडि बढ्नु सक्नुहुन्छ है। किनभने अब हालैमा मेरो भएको एक्सपिरियन्सले चाहिँ यही लेभलबाट काम गरेर है मान्छेहरू निकै माथि अफिसर लेभलमा गएको पनि देखेको छु है, जसको चाहिँ होटल म्यानेजमेन्टको डिग्रीको डिप्लोमाको केही ब्याकग्राउन्ड छैन, तर एउटा एक्सपिरियन्स है, एउटा काम गरेर एउटा बेस लेभलदेखि काम गरेर अघि बढेको पनि देखेको छु है। र यस तपाईँहरू अप्लाई गर्नु सक्नुहुन्छ है। अप्लाई गर्नु लागि सिम्पल पहिलाको जस्तै है क्रुज करियर्समा गएर तपाईँहरूले रेजिस्टर गर्नु सक्नुहुन्छ। रेजिस्टर पनि एकदमै फ्री हुनेछ र यदि तपाईँहरूको रिज्युमे सेलेक्ट भयो भने रिज्युमे राम्रो बनाएर अपलोड गर्नुहोस् है। र सेलेक्ट भयो भने चाहिँ तपाईँहरूलाई उहाँले मेल गर्नेछ अनि त्यस साथै तपाईँहरूको इन्टरभ्यू पनि हुनेछ होइन। र रिक्रुटमेन्ट प्रोसेस एकदमै फ्री हो है, सबै फ्री हो CSSI-बाट चाहिँ। र त्यसरी नै हजुरहरू अप्लाई गर्नु सक्नुहुन्छ है। र केही जानकारीको लागि मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ है। अपर्च्युनिटी चाहिँ नगुमाउनुहोस् है। र फेरि पनि म भन्दैछु यदि तपाईँहरूको इच्छा छ भने चाहिँ अप्लाई गर्नु सक्नुहुन्छ। मैले डिस्क्रिप्सन के हो कसो हो भनिदिइसकेँ है। स्यालेरी पनि तपाईँहरूले मिनिमम 60,000 चाहिँ पाउनुहुन्छ यो रोलमा, 60,000 भित्रमा चाहिँ पाउनु सक्नुहुन्छ यो रोलमा। त डिपेन्ड्स गर्छ सिप टु सिप। अरू सिपमा तपाईँ गयो भने यही पोजिसनमा तपाईँले अरू सिपमा पाउनुभयो भने जस्तै प्रिन्सेसहरू भयो होइन, कुनाडहरू भयो, रोयल क्यारिबियन भयो, MSC भयो, अरू ठुल्ठुलो कम्पनीको सिपहरूतिर जानुभयो भने अझै स्यालेरीमा डिफ्रेन्स हुन्छ, अझै ज्यादा हुनसक्छ। र मैले चाहिँ अहिले म जुन सिपमा छु त्यसको हिसाबले भनेको र अलमोस्ट 60,000 चाहिँ तपाईँहरूले कमाउनु सक्नुहुन्छ यही पोजिसनमा पनि। त्यति जानकारी दिँदै है आजको भिडियो चाहिँ यतिमै समाप्त गर्न चाहन्छु। त्यतिन्जेलको लागि हजुरहरू सबैजना स्वस्थ बस्नुहोस्, खुसी बस्नुहोस्। फेरि भेटौँला अर्को मिनी भ्लगमा।